मान्छे जो यो सृष्टिको सबैभन्दा सचेत र बुद्धि भएको प्राणी हो, तर विडम्बना त्यही विद्वान भनिएका मानिसहरू जसको हरकत कुनै पशु वा राक्षसको जस्तो पनि हुने गर्छन्। उनीहरू आफ्नो स्वार्थको लागि एकले अर्कालाई मार्न र मर्न पनि पछि पर्दैन। कठैबारीलाई भन्नेको नै छ र तिमी र मलाई जौडाडे काटी नौडाडे पारी तिमीलाई म छु म तिम्रो साथी सारङ्गी रोयो रोयो जारोयो मेरै मन छोयो जाउमाया सारा निर्मानको छ र माया भन्दा ठुलो नै चारा जाउमाया सारा निर्मानको छ केही समय अघि मात्र नवराज विक लगायत उनका साथीहरूलाई खोलामा बगाएर मारिएको थियो र अस्ति भर्खरै मात्र पनि जेलभित्र एउटा दलित मारिएको थियो। आखिर कहिलेसम्म रहन्छ यो विभेद? किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो मुनालाई सोध त्याग के हो मानिस ठुलो दिलले हुन्छ पीडामा मना सबैको रुन्छ फेरि किन यो दोष निलाई